हेलो गाइज होइन वेलकम टु माई च्यानल होइन आज चाहिँ म आफ्नो कलेक्सन रिभिल गर्न जाँदैछु। तपाईँले देख्न सक्दै हुनुहुन्छ होला कि मेरो प्राइम बेस 3 लेभल र मैले आफ्नो आइडीमा एउटा मन्थली लिएको छु अहिले। त्यसपछि अब अगाडि भिडियोमा हेर्दै गर्नु होला र भिडियोलाई लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला र यदि तपाईँलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला ल। अनि तपाईँले मेरो कलेक्सनहरू पनि देख्न सक्नुहुन्छ अहिले माथि स्क्रिनमा देखिरहनु भएको होला र त्यस्तो खासै त केही पनि छैन, तर मेरो लागि चाहिँ ठिकै छ, कलेक्सन ठिक छ मेरो लागि। अनि जस्ट प्यान्ट तपाईँले देख्न सक्नुहुन्छ, कोलाई याद होला यसको छविहरू बसको उसबाट र हेरौँ अरू त्यो बन्डलको भयो है। तल गरौँ खासै त केही पनि छैन गाइज होइन तै पनि। अनि यो कसलाई याद होला यो वाला प्यान्ट होइन गाइज, धेरै जस्तोलाई यादै होला। अनि यहाँ आयो कन्भर्स सुज हाम्रो, यो चाहिँ मलाई साथीले गिफ्ट गरेको थियो, त्यतिखेर 199 थियो। अनि साथी मलाई गिफ्ट हान्दै भन्यो, गिफ्ट हान्दै अब इमोट पनि देख्न सक्नुहुन्छ। यो अहिले चलिरहेको बोया पासको थियो र यो ट्याब फेरि मैले फर्स्ट 100 डायमन्ड टपअप गर्ने बेलामा पाएको थियो र यो सुत्ने कुर्सीमा सुत्नेवाला चाहिँ 8000 मिसन्सबाट पोइन्ट्स कलेक्ट गरेर तपाईँले क्लेम गर्न सक्नुहुन्थ्यो र मैले क्लेम गरिसकेको छु, मेरो मिसन्स कम्प्लिट भइसकेको छ र खासै केही इमोट्सहरू त रहेको त छैन है। त्यही पनि अब यो छैन, अब भएको त्यही हुकङको एउटा हो फ्रीवाला। अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ एउटा राम्रैवाला ब्याकप्याक छ अहिलेलाई, लोड बक्स पनि नट ब्याड भन्नु। अनि तपाईँले यहाँ प्यारासुट्सहरू पनि देख्न सक्नुहुन्छ होला। मलाई मनपर्ने चाहिँ यो ऱ्याम्पेजवाला हो, यो दुइटा माथिको लेजेन्डरी भन्दा पनि यसमा त केही छैन, यो पनि खासै त केही पनि छैन तर ठिकै छ भनौँ है, आफूलाई काम चल्ने जस्तै छ। अनि गाडीको दुइटा छ, बाइकको 5वटा रहेको छ स्किन, मोन्स्टर ट्रकको 3टा रहेको छ, हेर्न सक्नुहुन्छ 3टा रहेको छ मोन्स्टर ट्रकको मसँग। अनि जिपको चाहिँ मसँग टोटल 6वटा रहेको छ स्किन। अनि यो टुकटुकको पनि एउटा कि 3टा रहेको छ मसँग है। अब हेरौँ यो अवतार र ब्यानर पनि देख्न सकिहाल्नुहुन्छ होला स्क्रिनमा, खासै केही र तपाईँले देख्न सकिहाल्नुभयो होला न मेरो यहाँ प्रोफाइलको अवतार ब्यानरहरू त हेरिराख्नु भएको छ होला तपाईँले माथिको स्क्रिनमा। र यो पान्डा ब्यानर मैले भर्खर निकालेको थिएँ, राम्रै छ होइन। अब कुन लगाउनुहोस् चाहिँ यो डिफल्टवालै ठिक होला, डिफल्ट लगाउँछु, ठिक छ राम्रै छ। अब हेरौँ अब अरू के छ, अब अदर्समा जाऊँ, खासै त केही पनि छैन। दुल्टोकन चाहिँ भर्खरै बन्डल्सहरू निकालेको थियो, इभोको बक्स भयो, त्यो के अरे पनि बक्सहरू छ, ओपन गरेको छैन है। अनि यहाँ इमोट देख्न सकिहाल्नुभयो होला है तपाईँहरूले। अब यहाँ चाहिँ मैले के भयो ल, अब कन्डिसन हेर्नुहोस् है, यो एउटा लेजेन्डरी भयो है। अब हेर्दै जानुहोस् है ल।
Get too close, and you might. तपाईँलाई मेरो भिडियो राम्रो लागेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला र साथै मलाई तपाईँहरूले फ्रेन्ड रिक्वेस्ट पठाएर आफ्नो गेममा नि मलाई एड गर्न सक्नुहुन्छ र अहिले चाहिँ अलग ठिक छ देख्न सकिहाल्नुहुन्छ होला माथि रेडी मलाई रिक्वेस्ट पठाएर नि खेल्न सक्नुहुन्छ मसँग अहिले यो मेरो डाइनामिक पार्टनर पनि रहेको छन् म यो बोया पास पनि फुल गरिसकेको छु तपाईँले आई गेस बन्डलबाटै थाहा पाउनु भएको थियो होला र खासै देखेको छ भने यो बोया पासको 59 छ अब अर्को सिजनमा पनि मैले पर्चेस गर्नेछु बोया पास त्यही टोकनबाट अब ल आजलाई यति भन्दै बिदाई थ्याङ्क्स